हेलो गाइज नमस्ते। मैले चाहिँ आज यो कोलाजिनको ऱ्यापिङ फेस मास्क ट्राई गर्दैछु है। कस्तो हुन्छ त्यो त मलाई थाहा छैन, फर्स्ट टाइम ट्राई गर्न आँटेको। मैले त्यो टिकटकमा चाहिँ धेरै भाइरल भइरहेको थियो नि त, अनि त्यही भएर चाहिँ त्यही चाहिँ होइन, फेरि अलिकति छुट्टै छ। यो चाहिँ क्रिम जस्तै टाइपको छ के लगाउँदाखेरि, अनि त्यही चाहिँ नभएर भाइरल नै चाहिँ नभएर त्यस्तै टाइपको, तर ओभरनाइटै राख्नुपर्ने ट्राई गर्नु पऱ्यो भनेर चाहिँ कस्तो हुन्छ एकचोटि ट्राई गर्नु पऱ्यो भनेर गर्दैछु। पुरै यो चाहिँ सेतो छ कि क्रिमै जस्तो छ। एकचोटि ट्राई गर्छु ल। पुरै के क्रिमै जस्तो कि यो लगाएपछि चाहिँ पुरै स्मुथ टाइपको हुने रहेछ क्या। अब रिभ्यूमा देखेको है, मैले चाहिँ रिभ्यू पनि धेरै आएको थियो, तर त्यस्तो अर्को जस्तो भाइरल नै चाहिँ होइन। अहिलेसम्म देखेको चाहिँ थिइनँ मैले यो टिकटकहरूमा पनि। अनि यो चाहिँ मेरो उसमा त्यो कुपाङमा के आएकै गऱ्यो, अनि भाइरल मास्क चाहिँ मैले त्यो चाहिँ किनेको थिइनँ, अहिलेसम्म युज पनि गरेको छैन। अनि यो चाहिँ आएकै गऱ्यो, अनि यही किनिदिनु पऱ्यो भनेर कि किनेँ मैले। अनि फर्स्ट टाइम ट्राई गर्दैछु अहिले, कस्तो हुँदो रहेछ थाहा पनि छैन। यसमा ब्रस हुँदैन रहेछ, यत्तिकै हातले लाउने, कसरी लाउने पनि थाहा नभएर मैले त कता कता लगाइरहेको छु। फर्स्ट टाइम लगाएको त्यही पनि। ओभरनाइट राख्नुपर्ने रहेछ, म चाहिँ एकछिन सुकेपछि निकालिदिइहाल्छु भनेर। कसरी लाउने पनि थाहा नभएर है कता कता दलिरहेको छु मैले चाहिँ। एक्सपर्ट छैन नि त म यस्तो कुराहरूमा, त्यही देखेर लगाएको। अनि अर्को कुरा, मैले चाहिँ त्यो अर्को खालको त्यो पिङ्क खालको त्यो मास्क हुन्छ नि ओभरनाइट राख्ने, त्यो के को कोलाजिनकै पुरा भाइरल भइरहेको नि त अहिले, हो त्यस्तो मास्क पनि ट्राई गरेँ होइन। हो त्यो चाहिँ, अनि हो त्यो ट्राई गरेको मेरो चाहिँ मुखमै नअट्ने कि ठुलो हुने खालि फेसमा, अनि ठुलो भएर चाहिँ अनि मलाई यस्तो लाउन पनि मन लागेको कि त्यस्तो खालको मास्क चाहिँ मेरो साइजकै नहुने क्या अनुहारमा। त्यही साइज हेरेर किन्नुपर्छ कि खोइ के हो थाहा छैन। अनि ठुलो हुने भएर चाहिँ अनि लगाएको, खोइ कस्तो त्यस्तो वाउ टाइपको त लागेन त्यो मास्क त मलाई। त्यो फेसमा नभएर हो कि किन हो पनि। अनि यो चाहिँ अनुहारमा नि हुँदैन, अनुहारै सानो भएर होला कि, अनि यो लाउनु पऱ्यो भनेर ट्राई गरेको। लगाउँदै थिएँ फेरि मेरो बुढोले हँसाएर पछाडिबाट कुरा गरेर हँसाइरहनु भएको थियो। लगाउन चाहिँ लगाएँ, अब कस्तो हुन्छ थाहा छैन। त्यहाँ रिभ्यूमा चाहिँ एकदम कस्तो राम्रो चिल्लो टाइपको भइरहेको थियो। अनि तर अब अरूले लगाएको स्किन, उनीहरूको स्किन पनि राम्रै भएर हो कि त्यस्तो भएको, कस्तो हुने हो। कसैले लाउनु भएको छ भने भनिदिनु होला, तपाईँहरूले पनि ट्राई गर्नुभएको छ भने। मैले चाहिँ हातमा पनि दल्दिएँ कि रको कता के गरौँ भनेर, त्यस्तो चिल्लो टाइपको भइरहेको छ। अब यो सुकेपछि कस्तो हुन्छ
म अर्को भिडियो पनि बनाएर हाल्छु। बाई। यो खालको